Hello Camry, it's me Dishanli again back with another video after a long time video बनाउँदैछु र I'm bit moody जब mood ठीक हुन्छ तब मात्रै बनाउँछु है not only mood health wise पनि I was not well आज चाहिँ my energy health wise mood wise एकदम सबै boost भएर छ that's why I'm making this video र म चाहिँ एउटा vlog FB मा vlog हेर्दै जाँदै थिएँ I was going through it I have found one of the vlog in that vlog मा चाहिँ के थियो भन्दा चाहिँ I won't say the name है को थियो भनेर तर त्यो vlog मा चाहिँ अस्ति दशैंको रहेछ दशैंमा टिकाको दिन हुन्छ नि बाबा आमाले both of the husband and wife they are very hard working धेरै दुःख गर्नु हुँदो रहेछ है अनि घरमा चाहिँ बाबा र आमा मात्रै अंकल आन्टी मात्रै बस्नु हुँदो रहेछ र दे ह्याभ अ चिल्ड्रेन ठुल्ठुलो छोराछोरी पनि रहेछ जो चाहिँ सहरमा बस्दो रहेछ र टिकाको दिन हुन्छ नि टिकाको दिन पनि दशैंको बेला पनि दे वर अलोन टिकाको दिनमा चाहिँ आई डोन्ट ह्याभ द्याट मच नलेज अबाउट इट बट देन आई गेस टिकाको दिन चाहिँ आफ्नो रिलेटिभ्स अर वाट वी कल द्याट आफ्नो नानीहरूलाई टिका लगाइदिनु पर्ने होला सायद बट देन दे वर अलोन त्यो देख्दा चाहिँ the mother and the father they work so hard since from childhood सानैदेखि अब हुन्छ नि हुर्काउनु since the time of conceiving देखि पढाइ सबै मलाई थाहा छैन रियल इन्सिडेन्ट के हो बट इन जनरल भन्नुपर्दा चाहिँ वर्क हार्ड जति गरेको हुन्छ नि टिल द ग्रोथ उनीहरू जब आफ्नो खुट्टामा उभिँदैन त्यस्तो देख्दा चाहिँ जब अब चाडबाडको दिन पनि एक्लै दो दे वर सो ह्याप्पी बट देन अल्सो आई फिल सो स्याड हुन्छ नि चाडबाडको दिन पनि एक्लै हुनु भनेको चाहिँ इट्स बेटर वाट यु कल द्याट र यो दिवालीमा चाहिँ सालैभरि कमाउनु भयो तपाईँहरूले सालैभरि यु वेन्ट फ्रम वान प्लेस टु एनदर सालैभरि यु आर इन हडल अप्स एन्ड डाउन दिस दिवाली फर्गेट एभ्रिथिङ एन्ड डोन्ट फर्गेट टु भिजिट यर लभ वन especially your mother and father whosoever you have in your life please visit them ra spread love always so this Diwali jai don't forget when you share your love when you take care of other then only you will gonna get same thing